नमस्कार। आज म हजुरहरु समक्ष एउटा विशेष टपिकको बारेमा कुरा गर्न गइरहेको छु, जुन हो समटाइम्स इट्स हार्ड बट नट इम्पोसिबल। हामीलाई कहिलेकाहीँ यी दिनहरू एकदम कठिन लाग्छ, कता कता जिन्दगीबाट नै थाके जस्तो महसुस हुन थाल्छ र कहिलेकाहीँ त हामीले सुरु गरेको बाटो नै सही हो कि होइन भन्ने प्रश्न पनि उठ्छ। कहिलेकाहीँ जीवनले हामीलाई यस्तो मोडमा ल्याएर उभ्याउँछ जहाँ बाटो निकै गाह्रो देखिन्छ। परिस्थितिहरू हाम्रो चाहना अनुसार चल्दैनन्, प्रयास गर्दा पनि तुरुन्तै परिणाम देखिँदैन र मनमा निराशाको बादल छाउन थाल्छ। त्यस्तो समयमा धेरै मानिसहरू हार मान्ने सोचमा पुग्छन्। तर साँचो कुरा के हो भने जीवनका कठिनाइहरू असम्भवताको सङ्केत होइनन्, ती त केवल धैर्य र विश्वासको परीक्षा हुन्। संसारमा सफल भएका धेरै मानिसहरूले पनि यस्तै सङ्घर्षका दिनहरू पार गरेका थिए। फरक यति मात्र हो कि उनीहरूले कठिनाइलाई अन्तिम सत्य मानेनन्, बरु त्यसलाई आफ्नो शक्ति बढाउने अवसर बनाए। कहिलेकाहीँ यात्रा ढिलो हुन सक्छ, पाइला सानो हुन सक्छ, तर निरन्तर अघि बढ्ने साहस भएमा गन्तव्य टाढा हुँदैन। याद राख्नुहोस्, गाह्रो बाटोमा हिँड्दा थकाइ आउनु स्वाभाविक हो। थकाइले रोक्नु हुँदैन, त्यसले अझ बलियो बन्न सिकाउनु पर्छ। जब मनले भन्छ अब सक्दिन, त्यही क्षण आत्माले सम्झाउँछ अझ एक पटक प्रयास गर। जीवनको हरेक अँध्यारो छेडभित्र उज्यालोको सम्भावना लुकेको हुन्छ। गाह्रो परिस्थिति भनेको अन्त्य होइन, त्यो त केवल हाम्रो धैर्य, विश्वास र साहसको परीक्षा हो। धेरै महान मानिसहरूले आफ्नो जीवनमा असङ्ख्य कठिनाइहरू सामना गरेका थिए, तर उनीहरूले कहिले हार मानेनन्। उनीहरूले थाहा पाएका थिए कि गाह्रो र असम्भव दुई फरक कुरा हुन्। जब हामी निरन्तर प्रयास गर्छौँ, सानो सानो प्रगति पनि ठूलो परिवर्तनको कारण बन्छ। कहिलेकाहीँ हाम्रो गति ढिलो हुन सक्छ, तर यदि हामी रोकिने छैनौँ भने गन्तव्य अवश्य भेटिन्छ। जीवनको नियम नै यही हो, सबैभन्दा अँध्यारो रातपछि सबैभन्दा उज्यालो बिहान आउँछ। त्यसैले जब तपाईँलाई लाग्छ कि अब सक्दिन, त्यही बेला आफ्नो मनलाई सम्झाउनुहोस्, यो गाह्रो हुन सक्छ तर असम्भव होइन। यदि तपाईँको विश्वास जीवित छ, प्रयास निरन्तर छ र लक्ष्यप्रति समर्पण अडिग छ भने आजको सङ्घर्ष नै भोलिको सफलताको कथा बन्नेछ। त्यसैले हामीले यो रहस्य बुझेर मात्रै अगाडि बढ्नु अति जरुरी छ कि समटाइम्स इट्स हार्ड बट नट इम्पोसिबल। कहिलेकाहीँ यो गाह्रो हुन्छ, तर असम्भव कहिले हुँदैन।